ढुङ्गा ढुङ्गाको काप फोरेर पनि उम्रन्छ विफल। सृजना शक्ति विश्वमा हुँदैन कहिल्यै विफल। सृजना शक्ति विश्वमा हुँदैन कहिल्यै विफल। देश विदेशबाट यो प्रत्यक्ष प्रसारण अर्थात् फेसबुक लाइभ हेरिरहनुभएका सम्पूर्ण मेरा 5000 भन्दा बढी साथीहरू, फेसबुक साथीहरूमा म नवराज भट्टराईको हुँ। एक यात्री, एक लेखक, एक वृत्त चित्रकार, एक मोटिभेसनल स्पिकर, साथै ट्रेनर नवराज भट्टराईको हमको तर्फबाट हार्दिक अभिवादन, नमस्कार। आज मैले यहाँहरूलाई एउटा सूचना जारी गरेको थिएँ। सूचना के थियो भने यात्रा मोटिभेसनका आरोह अवरोह अनि यसबाट प्राप्त भएका विभिन्न ज्ञान, अनुभव र उपलब्धिहरू सेयर गर्छु भनेको थिएँ। त्यसै सूचना मुताबिक अहिले म 5 बजेपछि यहाँको माझमा उपस्थित भएको छु। पक्कै पनि यहाँहरूले महसुस गरिराख्नुभयो होला, सुरुमै भनिएको छ यात्रा अनि त्यसपछि मोटिभेसन अर्थात् उत्प्रेरणा। जर्नी मोटिभेसन अर्थात् यात्रा उत्प्रेरणाको एउटा कार्यक्रम लिएर हिँडिरहेको एउटा यात्री अहिले पनि यात्रारत रहेको छ। आरोह अवरोह सहित हिसाब नै गर्ने हो भने 16-17 वर्ष चाहिँ यो यात्रामा समर्पित भइसकेको छ यो जिन्दगी। यस बिचमा धेरै खालका अनुभव र अनुभूतिहरू भएका छन्। कहिले असाध्यै सुखका अनुभूतिहरू, कहिले असाध्यै दुःखका अनुभूतिहरू। तर ती सबै दुःख र सुखका अनुभूतिहरूलाई पनि हेर्दै, अवलोकन गर्दै अनि जिन्दगीलाई अगाडि बढाउँदै 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 गएर अहिले यो यात्रा एकदमै साँच्चै नै रोचक पनि बनिरहेको छ। कतिपय अवस्थामा घोचक पनि भएको छ, कतिपय अवस्थामा सङ्घर्षले भरिएको छ, कतिपय अवस्थामा सम्मानले भरिएको छ। अनेक किसिमका अनुभव र अनुभूतिहरू भएका छन्। अब कुरा गर्दैछु म यहाँहरूलाई यो यात्रा कहिलेबाट सुरु भयो, किनकि मेरो फेसबुकमा जोडिनुभएका धेरैभन्दा धेरै मित्रहरूलाई थाहा नहुन सक्छ यात्रा कहिलेबाट सुरु गरियो भन्ने कुरा। हुन त मानिस जन्मिसकेपछि नै उसका यात्राहरू सुरु हुन्छन्। जन्मिसकेपछि हामी हुर्किँदै बढ्दै पढ्दै गइसकेपछि पनि हाम्रा यात्राहरू निरन्तर रहन्छन्। जबसम्म सास रहन्छ तबसम्म हाम्रो यात्रा निरन्तर रहन्छ नि। त्यसमा पनि कुनै मनभित्रको यात्रा हुन्छ भने कुनै तनभित्रको यात्रा हुन्छ, अथवा तनले गरिने यात्रा पनि हुन्छ र मनले गरिने यात्रा पनि हुन्छ। र मैले भने मनले गरिने यात्रा त छँदैछ, तनले गरिने यात्रालाई पनि जोडेको छु। र यो क्रममा 2065 साल कार्तिक 2 गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको ऐतिहासिक स्थल दिङवा, जहाँ बाल ब्रह्मचारी बालागुरु चढानन्दले विक्रम सम्वत 1932 संस्कृत पाठशाला स्थापना गर्नुभएको अर्थात् जनस्तरबाट संस्कृत पाठशाला स्थापना गरिएको ठाउँबाट यो यात्रा हामी कोहम र सोहम दुई भाइले सुरु गरेका थियौँ। यहाँहरूलाई स्मरणीय यो रहोस् कि यो यात्रा सुरु गर्दाखेरि हाम्रो जीवनमा के कस्ता घटनाहरू घटेका थिए त भन्ने कुराहरू पनि यहाँहरूले बुझ्न जरुरी छ। पक्कै पनि यहाँहरूलाई पनि केही न केही इच्छा भएकै होला। तसर्थ म आज यहाँको माझमा त्यो कुरा बताउन गइरहेको छु। कुनै पनि यात्री हुनु र पर्यटक हुनु नितान्त फरक कुरा रहेछन्। यात्रीले जस्तोसुकै अवस्थामा पनि घुलमिल हुनुपर्ने, सहज अवस्थामा रहनुपर्ने, अथवा जस्तोसुकै प्रतिकूल अवस्थालाई पनि अनुकूल बनाएर यात्रा गर्नुपर्दो रहेछ भने पर्यटक भनेको एउटा निश्चित समयावधि तोकेर एउटा निश्चित मनोरञ्जनको उद्देश्य लिएर केही समय आफूलाई लग्जरियस फ्यासिलिटिजका साथ यात्रा जसले गर्छ त्यो चाहिँ पर्यटक हो भनेर पनि भनिँदो रहेछ। तसर्थ यस हकमा भने मैले यहाँ व्याख्या गर्न खोजेको कुरा भने यात्री नै हो र यात्राका विभिन्न दुःख कष्ट सङ्घर्षहरू ती सबै कुराहरूलाई सार्वजनिक गर्दै जाँदाखेरि लगातार 730 दिन अर्थात् 2 वर्षसम्म
यो यात्रा अभियान जारी रह्यो। यस दौरानमा अनेक प्रकारका अनुभवहरू भए। गृह जिल्ला भोजपुरबाट यात्रा सुरु गर्दाखेरि भोजपुरमा त चिनापर्ची भएका आफ्नै आफन्तजन सहयोगी अनि नाता कुटुम्ब इष्ट मित्र काका काकी दाजु भाउजू सबैको साथ हुँदाखेरि त्यसमा कुनै समस्या हुने कुरा भएन। तर पनि जब भोजपुरको यात्रा छोडेर खोटाङतर्फको यात्रामा अगाडि बढियो, उदयपुर झापा मोरङ सुनसरीदेखि कपिलवस्तुसम्मका जिल्लाहरू, त्यसै गरी कपिलवस्तुबाट अर्घाखाँची रोल्पा प्युठान रुकुम दाङ लगायत कर्णाली अञ्चलका जिल्लाहरू अनि सुदूरपश्चिमका जिल्लाहरू अनि फेरि सुदूरपूर्वका जिल्लाहरू लगायत सबैतिरको भ्रमण लगातार असार साउन पनि नभनी झरी बादल वर्षा पनि नभनी निरन्तर यात्रा गरिरहँदा जम्मी 730 दिन अर्थात् 2 वर्षमा यो यात्रा सम्पन्न भयो। हिँड्दैछ पाइला मेट्दैछ गरेर हुँदैन भन्ने महसुस भइसकेपछि यो यात्रालाई लिपिबद्ध गर्ने काम पनि गरियो। यहाँहरूको माझमा मैले देखाउन पर्छ एउटा किताब जुन 730 दिनको किताब पनि रहेको छ। यहाँहरूले हेर्न सक्नुहुन्छ नेपाल भ्रमणका 730 दिन भन्ने यो 508 पेजको किताब रहेको छ। सादा तथा रङ्गीन तस्बिरसहित हरेक जिल्लाको बारेमा वर्णन गरिएको छ। अनेक अनुभवहरू छन्। यहाँ सुख दुःखका विभिन्न डायरीहरू पनि छन्। कहाँ कस्तो किसिमको सद्भाव व्यक्त गरियो, कस्तो किसिमको सम्मान भयो या अपमान भयो या एकदमै राम्रो व्यवहार भयो या दुर्व्यवहार भयो, ती सबै कुराहरूको बारेमा यहाँ A to Z कदेखि ज्ञासम्मकै वर्णन गरिएको छ। 730 दिन र 730 दिनसम्म जुन दिनबाट यात्रा सुरु गरियो र यात्रा समापन नहुन्जेलसम्म हरेक दिन यसको बारेमा वर्णन गरिएको छ। त्यसै गरी नेपालको भ्रमण गरिसकेपछि छिमेकी राष्ट्र भारतमा पनि जम्मा 29वटा राज्यहरू रहेका छन् अहिले र 28-29वटै ती राज्यहरू जसमा शिरभाग जम्मू कश्मीरदेखि तिरभाग कन्याकुमारीसम्मको पनि यात्रा भयो। र यस्तो महसुस भयो कि हामीले इन्डिया अथवा भारत भन्ने कुरालाई चाहिँ एउटा देशको रूपमा मात्रै बुझेको अवस्था थियो। तर जब हामी त्यसरी बाहिर गइसकेपछि त्यो चाहिँ कन्ट्री मात्रै होइन, मेगा कन्ट्री अर्थात् एउटा सानोतिनो विश्वको झलक नै देख्न सकिँदो रहेछ। मानिसहरूले भन्ने गर्दछन् सिङ्गो भारतका राज्य अथवा प्रदेशहरूको भ्रमण गर्ने हो भने वर्तमान युरोपभन्दा पनि बढी भ्रमण गरेको र बढी अनुभव हासिल गरिएको कहावत छ। अर्थात् त्यस्तो विश्वास पनि गर्दा रहेछन् मानिसहरूले। त्यो हिसाबले हेर्ने हो भने हामीलाई पनि त्यो सौभाग्य जुरेको हो। अनि भुटानतिर म्यानमारतिर पनि जाने एउटा सौभाग्य मिलेको थियो र त्यहाँ बस्ने नेपालीहरूको विभिन्न वस्तुस्थिति अवलोकन गर्दै त्यहाँका स्थानीय स्तरका विभिन्न कलात्मक प्रस्तुतिहरू, त्यहाँका भाषा कला संस्कार संस्कृति रीतिरिवाज जस्ता विभिन्न कुराहरूको बारेमा अध्ययन अवलोकन गरेर अर्को पनि एउटा पुस्तक प्रकाशित गरियो जसको नाम रहेको छ देखेको विश्व र नेपाल। यो किताब यो पनि एकदमै महत्त्वपूर्ण खोज अध्ययन र अनुसन्धानमा आधारित रहेको यो पुस्तक हो र यो पुस्तकले पनि निकै राम्रै चर्चा बटुल्न सफल भएको थियो। र यो यात्रा संस्मरणमा आधारित मात्रै नभएर एउटा अर्को पुस्तक पनि प्रकाशित गरिएको छ जुन पुस्तकले चाहिँ हामी सकारात्मक सोचको रचनात्मक मान्छे कसरी बन्ने, यो जीवनलाई कसरी सफल अनि सार्थक बनाउन सकिन्छ त भन्ने विषयमा आधारित रहेर त्यो पुस्तक पनि हामीले प्रकाशित गरेका छौँ जसको नाम रहेको छ विश्व दृष्टि। र यहाँ 2 भाइको यहाँहरूले पुस्तकमा तस्बिर पनि देखिराख्नु भएको छ। सकारात्मक सोचको रचनात्मक मान्छे कसरी बन्ने, आफ्नो लक्ष्यलाई कसरी प्राप्त गर्ने, जस्ता सुकै आँधी बेहेरी आए पनि आफ्नो जीवनलाई कसरी सफल बनाउने भन्ने जस्ता कुराहरूको बारेमा लेखिएको यो अर्को पुस्तक रहेको छ। यस्तै अन्य पुस्तकको सन्दर्भमा कुरा गर्नुपर्दा पुस्तक त यिनै 3वटा मात्रै रहेका छन् र भिडियो पनि बनेका छन्। नेपाल भ्रमणका 730 दिन पुस्तक, त्यसै गरी अर्को विश्वदृष्टि भन्ने अर्को पुस्तक र देखेको विश्व र नेपाल भन्ने यी 3वटा पुस्तकपछि वृत्तचित्र अथवा डकुमेन्ट्री भिडियो नेपाल दर्शन, त्यसपछि अर्को रहेको छ
त्रिदेश दर्शन, 3वटा देशको दर्शन भनेर त्रिदेश दर्शन भनेर राखिएको छ। त्यो पनि प्रकाशित गरिसकिएको छ र यो पुस्तक, यो भिडियो सार्वजनिक गरिएर मात्रै हाम्रो उद्देश्य पूर्ण हुन सक्दैन। हामीले हाम्रा नेपाली युवाहरूलाई, नेपाली विद्यार्थीहरूलाई जगाउनुपर्छ, उत्साह दिनुपर्छ। आफूले देश विदेश भ्रमण गर्दाखेरि के कस्ता अनुभवहरू भए त भन्ने विषयमा यो पनि जानकारी दिन जरुरी छ भन्ने हिसाबले फेरि अहिले दोस्रो पटक पनि मैले 2079 साल पौष 5 गतेबाट यो यात्रा प्रारम्भ गरेको छु र यो यात्रा प्रारम्भ गरेर अहिले म 17औं जिल्लाको रूपमा दोलखाका विभिन्न स्कुल, कलेज, गाउँ, बस्ती, ठाउँ, सहरहरूमा आफ्ना कार्यक्रमहरू पनि दिइरहेको छु। यहाँलाई लाग्दो होला यो कुनै संस्थाले प्रायोजन गरेको अभियान हो कि अथवा सरकारले नै प्रायोजन गरेको अभियान हो कि, यस्तो कुनै होइन। हामी नितान्त व्यक्तिगत ढङ्गले यसरी आफ्नो एउटा हैसियत निर्माण गर्दै पब्लिक रिलेसन, पिआर पनि भनिन्छ, पब्लिक रिलेसनको माध्यमबाट र यो कार्यक्रमलाई हामीले उत्साहवर्धन हुन सकोस्, उहाँहरूको जीवनलाई धन्य बनाउन सकियोस् भन्ने हिसाबले यी प्राप्त भएका विभिन्न ज्ञान अनुभवहरूलाई चाहिँ सार्वजनिक गर्ने क्रममा कोशी प्रदेशमा अहिले जम्मा जम्मी 14वटा जिल्ला रहेका छन्। 14वटै जिल्लाका 500 भन्दा बढी स्कुल, कलेज, ओडा, पालिका, विभिन्न धार्मिक, आध्यात्मिक, व्यापारिक सङ्घ संस्थाहरू, सरकारी कार्यालयहरूमा यो यात्रा मोटिभेसन अथवा यात्रा उत्प्रेरणा कार्यक्रम सम्पन्न भइसकेको छ। त्यति मात्रै होइन, अहिले पनि यो यात्रा निरन्तर चलिरहेको छ र बागमती प्रदेश अन्तर्गत अहिले सिन्धुलीको 1 महिना यात्रा, यसैगरी रामेछापको 2 हप्ते यात्रा हुँदै अहिले दोलखामा यो यात्रा चलिरहेको छ र दोलखामा आएर यहाँको अत्यन्तै चर्चित ठाउँ नेपालको स्विजरल्यान्ड भनेर पनि चिनिन्छ। स्विजरल्यान्ड, नेपालको स्विजरल्यान्ड भन्ने बित्तिकै यहाँहरूलाई याद भयो होला, जिरी अत्यन्तै सुन्दर छ, रमणीय छ। त्यो ठाउँमा टोनी हेगनले पनि त्यहाँको बारेमा धेरै वर्णन गर्नुभएको छ। कुनै बेलाको सगरमाथा जाने बाटो पनि रहेको कारणले गर्दा त्यो ठाउँ एकदमै महत्त्वपूर्ण छ। त्यो ठाउँमा ढुङ्गेश्वरी मावि, त्यसै गरी जिरी माविमा पनि कार्यक्रमहरू सम्पन्न भएका छन्। यसै गरी अन्य ठाउँहरूमा पनि भन्नुपर्दाखेरि बैतेश्वर भन्छ, मैना पोखरीको एउटा हनुमन्तेश्वर माध्यमिक विद्यालय, जुन यो दोलखा जिल्लाकै एकदमै राम्रो विद्यालयको रूपमा परिचित रहेछ। त्यो माध्यमिक विद्यालयमा 700-800 भन्दा बढी विद्यार्थीहरू रहेको र सम्पूर्ण शिक्षक शिक्षिकाहरूको माझमा पनि यो यात्रा उत्प्रेरणा कार्यक्रम चाहिँ सम्पन्न भएको थियो। एकदमै दिव्य भव्य पनि भएको थियो। यहाँले त्यो भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। मैले पोस्ट गरिरहेको हुन्छु, त्यो भिडियो पनि यहाँहरूले हेर्न सक्नुहुन्छ। र यस्तै गरी सदरमुकाम चरीकोटमा आइसकेपछि पनि यो कार्य निरन्तर अगाडि बढिरहेको छ र सदरमुकाम चरीकोटमा पनि अर्को एउटा महत्त्वपूर्ण माध्यमिक विद्यालय जसको नाम रहेको छ कालिन्चोक मावि। यहाँ पनि धेरै विद्यार्थीहरू अध्ययन गर्ने, यस माविमा पनि कार्यक्रम सम्पन्न भइसकेको छ। यसै गरी अल्पाइन बोर्डिङ स्कुलमा पनि भएको छ, अन्य ठाउँहरूमा पनि भइरहेको छ र विभिन्न व्यक्तित्वहरूसँग चिनापरिचय पनि भइरहेको छ। साथसाथै अब यो यात्रा अझै निरन्तर अगाडि बढी नै राख्नेछ। हिजोका दिनमा जुन किसिमको उत्साह उमङ्ग थियो, त्यो उत्साह उमङ्ग, जोस, जाँगर, साहस, आँट र आत्मविश्वासलाई जागृत गराउँदै अझै पनि यो यात्रालाई अगाडि बढाउने एउटा लक्ष्य राखिएको छ। र मैले यहाँ फेसबुक लाइभमा देखिरहेको छु हाम्रो अत्यन्तै आदरणीय व्यक्तित्व दिवाकर पौडेल, उहाँ सायद अहिले विदेशमा हुनुहुन्छ र उहाँले पनि यो फेसबुक लाइभ हेरिराख्नु भएको छ। यात्राका दौरानका विभिन्न अनुभव र अनुभूतिहरू हेरिरहनु भएको छ। उहाँलाई यो फेसबुक लाइभमा हार्दिक स्वागतसहित नमस्कार पनि व्यक्त गर्दछु म। उहाँ जहाँ हुनुहुन्छ यो प्रत्यक्ष प्रसारणलाई हेरिराख्नु भएको छ र उहाँ अत्यन्तै सहयोगी मानिस हुनुहुन्छ, सहयोगी स्वभावको व्यक्तित्व हुनुहुन्छ। जति बेला मेघालयको शिलाङतिरको यात्रा गरिएको थियो त्यति बेला उहाँले गर्नुभएको सहयोग, त्यसपछि भारतका विभिन्न ठाउँ गाउँ बस्तीहरू भ्रमण गर्नका निम्ति उहाँले बनाइदिनु भएको
जुन किसिमको रुट थियो त्यो रुटलाई फलो गर्दै 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 विभिन्न ठाउँहरूमा पुग्ने अवसर प्राप्त गरिएको थियो र उहाँको योगदानलाई म अत्यन्तै श्रद्धा गर्दछु, सम्मान गर्दछु र नतमस्तक पनि छु। यस्तै देश विदेशका विभिन्न सहयोगीजनहरू उहाँहरूले गर्दा नै यो कार्य अगाडि बढिरहेको छ र आज यो जुन फेसबुक लाइभ हेरिराख्नु भएको सम्पूर्ण दर्शकवृन्दमा म के अनुरोध गर्दछु भने यहाँहरूले पनि यो अभियानको एकदमै रोचक प्रेरणादायी अनुभवहरू सुन्नु छ र आफ्नो जीवनलाई पनि केही बदल्नुपर्छ। वास्तवमा उत्प्रेरणा भन्ने कुरा अक्सिजन हो। जसरी हामीले श्वास फेर्न जरुरी छ जीवित रहँदा, त्यसै गरी हाम्रो जीवनमा पनि उत्प्रेरणा अथवा मोटिभेसनको एकदमै जरुरी हुने गर्दछ। तसर्थ यहाँहरूलाई पनि यो मोटिभेसन सेसनमा बसौँ जस्तो लागेको छ। 1-1.5 घन्टा देश दुनियाँका एकदमै ताजा, रहर लाग्दा, उत्साहवर्धन हुने खालका अनि आफूलाई पनि जीवनमा साँच्चै अगाडि बढाउने खालका त्यस्ता सोच भएका कुराहरू सुन्न मन छ भने यहाँहरूले पनि एकदमै सम्पर्क गर्न सक्नुहुनेछ। म यहाँहरूकै घर दैलोमा यात्रा गरिरहेको छु। एउटा यात्री, म निमित्त यात्री मात्रै हो। मेरी आपकी कृपा से सब काम हो रहा है, मेरी आपकी कृपा से सब काम हो रहा है, करते हो तुम कन्हैया मेरा नाम हो रहा है, करते हो तुम कन्हैया मेरा नाम हो रहा है। मैले यो यात्रा मैले गरेको भन्ने भाव मैले व्यक्त गर्न खोजेको होइन, कुनै अहङ्कार भाव व्यक्त गर्न खोजेको होइन। अहङ्कार भाव भन्दा त बरु ओमकार भाव चाहिँ साँच्चै महत्त्वपूर्ण हुन्छ जीवन अत्यन्तै सरल बनाउन, दिव्य बनाउन, भव्य बनाउन। मलाई त्यस्तो लाग्दछ। यहाँहरूलाई कस्तो लाग्दछ? यहाँहरूले पनि आफ्नो अनुभव र अनुभूतिहरू कमेन्टमा पनि लेख्न सक्नुहुनेछ, टिप्पणी पनि गर्न सक्नुहुनेछ। अनि यहाँलाई यो यात्रा भन्ने कुरामा कति ठाउँमा त चुनौती पनि आयो होलान्, कति ठाउँमा त समस्या पनि परे भन्ने पनि लाग्दो होला। पक्कै पनि चुनौती र समस्याले भरिएको एउटा पूर्ण प्याकेज भनेकै यात्रा हो। तर त्यो यात्राबाट हामी जति आफूलाई अगाडि बढाउन सक्छौँ त्यति जीवन चाहिँ मजबुत हुने अनि समस्याहरूलाई सरलीकृत गर्न सकिने अनि आफू अझै निरन्तर अगाडि बढिरहनका निम्ति प्रेरणा प्रदान गर्ने काम चाहिँ यात्राले गर्दछ। र यहाँहरूले पनि हेर्नुभयो भने विश्वका जो महान पुरुषहरू रहेका छन्, जसलाई हामीले संसार हल्लाउने व्यक्तित्वका रूपमा हेरेका छौँ, उहाँहरूले पनि कुनै न कुनै कालखण्डमा यात्रा गर्नुभएको छ। तसर्थ यात्रा भन्ने कुरा चाहे त्यो चिन्तनको क्षेत्रमा होस्, चाहे आविष्कारको क्षेत्रमा होस्, चाहे नयाँ खोजको क्षेत्रमा होस्, हरेक किसिमका कार्यमा पनि यात्रा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। र त्यो अन्तर्यात्रा पनि हुनसक्छ, बाह्य यात्रा पनि हुनसक्छ। तपाईँ हाम्रो जीवनलाई साँच्चै नै प्रतिभाशाली बनाउनु छ अनि यो समाजमा केही न केही देन दिएर जानु छ भने यहाँहरूले पनि आफ्नो जीवनलाई सदुपयोग गर्नुपर्दछ। र दुरुपयोग भएको खण्डमा यो जीवन एकदमै धराशायी पनि हुनेछ। भनाइ नै छ, स्विच द बटम फिनिस द वर्ल्ड, अर्थात् अहिले त बटम दबाउने बित्तिकै यो संसार ध्वस्त हुने समयमा छौँ हामी। तसर्थ यो जीवनलाई कसरी सदुपयोग गर्ने, कसरी दुरुपयोग हुनबाट बचाउने, कसरी एकदमै सकारात्मक एवं शान्त जीवन बाँच्न सकिन्छ भन्ने विषयमा पनि हामीले धेरै 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 मनन गर्नुपर्ने आवश्यकता देखिन्छ। र यहाँहरूलाई म यात्रामा सुखद अनुभूति मात्रै हुन्छन् त भन्ने पनि लाग्दो होला। केही सुखद अनुभूति पनि भएका छन्, केही दुःखद त नभनौँ, त्यो पनि जीवनको एउटा पाटो हो, भोग्नै पर्छ, भोग्नु पनि पर्छ। र सुखद अनुभूतिका रूपमा कुरा गर्नुपर्दाखेरि जब यो व्यक्तिले अथवा यो यात्रीले यात्रा गर्छ तब उसको स्वास्थ्य अवस्था मजबुत बन्छ। त्यसै गरी उसमा सृजनात्मक क्षमता पनि मजबुत बन्छ। आज म धेरै त होइन, 2 घन्टासम्म कुनै पनि विषयमा बोल्नु पर्यो भने बोल्न सक्छु। त्यसको देन के हो त भन्दा यात्रा हो। यात्राले मलाई त्यो किसिमको आँट दिएको छ, साहस दिएको छ, आत्मविश्वास दिएको छ अनि धैर्यशील बनाउन पनि सिकाएको छ। यो पनि मलाई अत्यन्तै महत्त्वपूर्ण कुरा लाग्छ। र स्वास्थ्यकै पाटोमा हेर्दाखेरि 730 दिनसम्म नेपालका विभिन्न ठाउँहरू, गाउँ बस्ती, कुना कन्दरा, हिमाल पहाड तराई जताजतै घुम्दा पनि वास्तवमा भन्नुपर्दा एक दिन पनि रुगा लागेन, एक दिन पनि सिटामोलको कुरा त छोडौँ, रुगा लाग्ने, ज्वरो आउने त्यस्ता खालका केही पनि समस्याहरू भएनन्। समग्रमा भन्नुपर्दा एउटा सिटामोल पनि नखाइकन
730 दिनसम्म नेपालका सबै जिल्लाको यात्रा सुसम्पन्न गर्न पाइयो। सौभाग्य, त्यो ब्लेसिङ्स पनि भयो होला, सायद नेचरको ब्लेसिङ्स हो या गड अथवा भगवानको ब्लेसिङ्स हो, आशीर्वाद हो, त्यो त म जान्दिनँ। तर जे होस्, त्यो एउटा सुन्दर सौभाग्य पनि जुरेको छ। त्यति मात्रै नभएर अरू सौभाग्यको कुरा गर्नुपर्दाखेरि दोस्रो चरणमा पनि यात्रा सुरु गरिसकेपछि मेरो स्वास्थ्य अवस्था सुधार भएको छ। भनेको मतलब देब्रे पैताला झमझमाउने जुन समस्या थियो, त्यो देब्रे पैताला झमझमाउने समस्या पनि जुन दिनबाट मैले यात्रा सुरु गरेँ त्यही दिनबाट हटेको छ। यो पनि एउटा खुसीको कुरा रहेको छ। र हरेक दिन हरेक छिन मैले नयाँ नयाँ ठाउँ, नयाँ नयाँ गाउँ, नयाँ नयाँ बस्ती, नयाँ नयाँ मान्छे, नयाँ नयाँ व्यक्तित्व, नयाँ नयाँ सङ्गत र नयाँ नयाँ वातावरण प्राप्त गरिरहेको छु। त्यसले मलाई एकदमै ऊर्जाशील बनाउँछ। हुन त जीवनमा सधैँभरि के ऊर्जाशीलै बन्छस् त भन्नु होला यहाँहरूले। पक्कै पनि सधैँ ऊर्जाशील बन्न नसकिएला, त्यो आफ्नो ठाउँमा छ। किनकि जिन्दगी भनेकै आरोह अवरोहको जोड हो। उकाली पनि हुन्छ, ओह्राली पनि हुन्छ। कहिलेकाहीँ मनमा अनेक किसिमका सोचहरू नआउने पनि होइनन्, तर त्यो सोचलाई व्यवस्थापन गर्ने, अर्थात् भनिन्छ नि हामीले सोचलाई व्यवस्थापन गर्ने कला सिकिसकेपछि अथवा जिउने कला, आर्ट अफ लिभिङ, र मर्ने कला, आर्ट अफ डाइङ, त्यो दुइटै कुराहरूको अलिकति थोर बहुत अनुभव गरेको कारणले गर्दाखेरि त्यो परिस्थितिसँग घुलमिल हुँदै मनस्थितिलाई अनुकूल बनाउँदै म यस्ता कार्यहरूमा अगाडि बढ्न सक्दछु। तसर्थ यहाँहरूका पनि शुभेच्छा, सद्भाव, शुभकामनाले गर्दा नै आज मैले यति कार्य म भन्ने र अथवा मैले भन्ने भावमा यहाँ अहङ्कार भाव यहाँहरूले नदेख्नु होला। यो शब्दलाई चाहिँ एउटा व्यक्ति, कर्ता, कर्म र क्रियालाई पुर्याउनु पर्ने कारणले गर्दाखेरि मैले यहाँहरूको माझमा चाहिँ यो कुरा भनिरहेको छु। र यस फेसबुक लाइभमा हाम्रो कृपा सिन्धु नितै दासज्यूको पनि आगमन भएको छ। उहाँप्रति पनि हार्दिक नमन छ मेरो। उहाँलाई पनि म यस लाइभमा हार्दिक स्वागत गर्दछु। र जहाँ जहाँबाट यहाँहरूले यो लाइभ हेरिराख्नु भएको छ, प्रत्यक्ष प्रसारण हेरिराख्नु भएको छ, मैले अनुभव गरेका विभिन्न अनुभवहरू यहाँहरूको माझमा म अब सेयर गर्ने नै छु। आउँदा दिनहरूमा पनि म फेसबुक लाइभ मार्फत जसले प्रत्यक्ष रूपमा सुन्न पाउनु भएको छैन, मलाई भेट्न पाउनु भएको छैन, उहाँहरूको निम्ति पनि अब यो प्रत्यक्ष प्रसारण अथवा लाइभ मार्फत होस् अथवा विभिन्न भिडियोहरू मार्फत पनि म यहाँहरूको माझमा आउनेछु। र यहाँहरूले प्राप्त गरेका यी ज्ञान अनुभवहरू अरूलाई पनि बाँड्नुहुनेछ र हाम्रा कार्यक्रमहरूमा पनि सहभागिता जनाउनुहुनेछ भन्ने पनि म आशा एवं अपेक्षा गर्दछु। प्रसङ्गवश यहाँलाई म जानकारी पनि दिँदैछु। साँझ 7 बजे नेपाली समयअनुसार साँझ 7 बजे हामी अनलाइनमा नरुजल एकाडेमीका तर्फबाट जोडिन थालेका छौँ। यहाँहरूलाई पनि त्यो सूचना म गर्न गइरहेको छु। र सोमबार, बिहिबार अनि शनिबार साँझ 7 बजे नेपाली समयअनुसार साँझ 7 बजे यहाँहरू जोडिन सक्नुहुनेछ। जुमको माध्यमबाट हामी भेट हुनेछौँ, एकअर्काका अनुभूतिहरू सेयर गर्नेछौँ, ज्ञान आर्जन गर्नेछौँ र ज्ञान आफूले जानेको ज्ञान प्रदान गर्नेछौँ। र यहाँ आदान प्रदान, ज्ञानको आदान प्रदान गर्ने कार्यक्रममा पनि यहाँहरूलाई जोड्न हामी खोजिरहेका छौँ। र आजै पनि बिहिबारको दिन छ र यो बिहिबारे साँझमा यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ हामी कार्यक्रममा। आज पनि एकदमै महत्त्वपूर्ण विषयमा कार्यक्रम हुँदैछ। आर्ट अफ पब्लिक स्पिकिङ अर्थात् यो सार्वजनिक भाषण कलाको विषयमा एकदमै महत्त्वपूर्ण कक्षा हुँदैछ। तसर्थ सेक्रेट्स अफ सक्सेस विषय रहेको छ, त्यसमा पनि यहाँहरू जोडिनु होला। मैले यहाँको माझमा यो सन्देश प्रवाह गरेँ। अनि अब अर्को कुरा यहाँहरूलाई म भन्दै थिएँ, यहाँ बिचमा एउटा सूचना यहाँहरूको माझमा राखेँ, किनकि यहाँहरू पनि उत्सुक हुनुहुन्छ, इच्छुक हुनुहुन्छ भने यो सूचना जरुरी छ भनेर मैले गरेको हुँ। अनि अर्को बाटोमा यात्राका दुःखद अथवा कहीँ त नमिठा तिता अनुभव पनि त हुने गर्दछन्। त्यस्ता केही अनुभवहरू पनि छन्। जस्तै कतिपय ठाउँहरूमा, गाउँहरूमा, बस्तीहरूमा पुग्दाखेरि जुन किसिमको एउटा अतिथिपरायण संस्कृति हो, त्यो अतिथिपरायण संस्कृति धेरै ठाउँमा राम्रै पाइएको हो। त्यसलाई सबै ठाउँमा जेनरलाइज गरेको अथवा सामान्यकरण गरेको अथवा नबुझ्नु होला। तर कतिपय ठाउँमा, गाउँमा, बस्तीमा बस्दाखेरि विभिन्न किसिमका अनुभवहरू पनि हुने गर्दछन्। कहीँ कतै बास बसाइको पनि समस्या हुने गर्दछ,
काहीँ कतै सहयोगी मन भएका मानिसहरू अलिक कमै मात्रामा पनि पाइन्छ। उहाँहरूले मौखिक रूपमा शुभकामना शुभेच्छा व्यक्त गर्ने कुरा त हुन्छ, तथापि जुन अन्तर्हृदयको सहयोग सद्भाव शुभेच्छा हुनुपर्ने हो त्यो चाहिँ कमी भएको पनि महसुस गरिएको छ, भोगिएको छ। त्यस्तो पनि अनुभवहरू हुने गर्दछ। समग्रमा यहाँ भन्न खोजिएको कुरा कहिलेकाहीँ जस्तै सुदूरपश्चिमको कतिपय ठाउँको यात्रा गर्दाखेरि काहीँ बास बस्ने कुरामा पनि निकै कठिनाइ भइरहेको। हुन त उहाँहरूका आफ्ना कठिनाइ थिए, कठिनाइका बावजुद पनि उहाँहरूले राख्नु भएको छ। त्यो एकदमै अनुकरणीय छ, स्वागतयोग्य छ। उहाँले जुन किसिमको हार्दिकता देखाउनु भयो, जो मानिसहरू एकदमै आर्थिक रूपले अथवा धन सम्पत्तिले विपन्न मान्छे हुनुहुन्थ्यो, उहाँहरूले यो कार्यक्रममा एकदमै राम्रो सहयोग सद्भाव व्यक्त गर्नुभएको छ। सहयोग भन्ने कुरा त्यो धन सम्पत्ति मात्रै सहयोग होइन, शारीरिक मानसिक आत्मिक अनि भौतिक आध्यात्मिक विभिन्न किसिमका सहयोग सद्भावहरू व्यक्त गर्न सकिन्छ। मानिस सहयोगको भिखारी हुनुपर्ने कुनै जरुरी छैन। आफूसँग जे छ त्यही दिने हो। भनौँ न, यहाँको घरमा आउँदाखेरि कुनै अतिथिलाई एक गिलास पानीले मात्रै पनि स्वागत गर्नुभयो भने अथवा एक कप चियाले मात्रै पनि स्वागत गर्नुभयो भने त्यो अतिथिलाई कति आत्मीयता प्रकट हुँदो हो। अथवा तपाईँसँग बाहिर काहीँ कतै गइसकेपछि यहाँहरूले भनौँ न, जुन एउटा अतिथिहरूलाई गर्नुपर्ने स्वागत सम्मान, जस्तै भारतको आसाममा जानुभयो भने यहाँहरूलाई एकदमै कस्तो राम्रो स्वागत हुन्छ, सम्मान हुन्छ। अतिथिपरायण संस्कृति, एउटा गाउँबाट अर्को गाउँसम्म आएका अतिथिलाई स्वागत गर्दै ठाउँसम्म पुर्याइदिने अनि एकअर्कामा परिचय गराउने, आदान प्रदान गराउने, एकअर्काका सोच विचारहरू सुनाउने त्यस्तो एउटा आत्मीय संस्कृति पनि यो यात्राका क्रममा प्राप्त गरिएको थियो। र त्यो आसाम भन्ने बित्तिकै त्यही अतिथिपरायण संस्कृतिको एकदमै सुन्दर झलक मलाई याद हुन्छ। र त्यति बेलाको समयमा झन्डै 70-72 सालतिरको कुरा हो। त्यो समयमा यहाँहरूले जुन किसिमको सहयोग गर्नुभयो, सद्भाव व्यक्त गर्नुभयो, आत्मीयता प्रदर्शन गर्नुभयो, यहाँहरू जसले यो फेसबुक लाइभ हेरिराख्नु भएको छ, उहाँहरू सबैप्रति पनि एकदमै हार्दिक नमन व्यक्त गर्दछु। र जो व्यक्तित्वसँग भेटघाट भएको थियो उहाँहरू सबैलाई सम्झना नमस्कार पनि यही फेसबुक लाइभ मार्फत गर्दछु, टक्र्याउँदछु। र फेरि पनि कुनै समय त्यस्तो मौका मिलेको खण्डमा यहाँहरूको गाउँ बस्तीमा फेरि पनि आउने पनि बाचा गर्छौँ। यो समय पक्कै पनि जुर्नेछ भन्ने पनि आशा एवं अपेक्षा रहेको छ। र यात्राका दौरानमा यिनै यस्तै तिता मिठा सुखद दुःखद विभिन्न किसिमका अनुभव र अनुभूतिहरू सँगालिरहेको छु। मैले हिजो पनि सँगालेँ, आज पनि सँगालेँ, भोलि पनि सँगाल्छु होला। लाग्छ मलाई अरूका निम्ति जीवन यात्रा होला, मेरा निम्ति यात्रा नै जीवन बनेको छ। तसर्थ यात्रासँग हिँड्न डुल्न विभिन्न पीडा भोग्न अथवा भनौँ न, मलाई यो यात्रामा हिँड्दाखेरि कहिलेकाहीँ म भोक प्यासले पनि अगाउँछु, कहिले भात पानीले पनि अगाउँछु। किनकि म अभ्यस्त बनिसकेको छु। मैले एउटा सङ्कल्प के गरेको छु भन्दा, नचाहेरै जन्मेको म नचाहेरै मर्छु, नचाहेरै जन्मेको म नचाहेरै मर्छु, मर्नु अघि यो संसारमा सक्दो केही गर्छु, मर्नु अघि यो संसारमा सक्दो केही गर्छु। मर्नु बाँच्नु मेरो होइन नियतिको खेल हो, मर्नु बाँच्नु मेरो होइन नियतिको खेल हो, पाएको यो ज्ञान ज्यानलाई सबैतिर छर्छु, पाएको यो ज्ञान ज्यानलाई सबैतिर छर्छु। यति भनिसकेपछि यहाँहरूलाई पक्कै पनि महसुस भयो होला, जिन्दगीका आरोह अवरोह छिचल्दै यो मान्छे एउटा यात्रामा लागिपरेको छ। आफ्नो तर्फबाट सकेको सहयोग सद्भाव व्यक्त गर्नुपर्छ भन्ने यहाँहरूले अन्तर्हृदयदेखि नै महसुस गर्नुहुन्छ भने कुनै जबरजस्तीको कुरा भएन। अन्तर्हृदयदेखि नै यस्ता अभियानहरूलाई चाहिँ, यस्ता रचनात्मक र सृजनात्मक अभियानलाई सरकारी पक्ष अथवा संस्थागत पक्षले भन्दा पनि आम जनजनले माया गरेको, सम्मान गरेको, सद्भाव व्यक्त गरेको यो अभियानलाई यहाँहरूले पनि आफ्नो अन्तर्हृदयदेखि स्वागत सद्भाव व्यक्त गर्नुहुन्छ भने म एकदमै हार्दिकताका साथ यहाँहरूलाई धन्यवाद व्यक्त गर्ने नै छु। र यहाँलाई भन्नुपर्दाखेरि 350 रुपियाँबाट सुरु भएको यो यात्रा नेपालका सबै जिल्लाका 1000 भन्दा बढी गाउँठाउँ, यसै गरी भारतका 28-29वटै राज्य र 3 केन्द्रशासित प्रदेशको यात्रा, त्यसै गरी भुटान अनि म्यानमारसम्मको भ्रमण, त्यहाँ बस्ने विभिन्न
नेपाली जनहरूको भाषा, संस्कार, संस्कृति, रीतिरिवाज, कला, शिक्षा जस्ता विषयमा अध्ययन अवलोकन गरेर स्थलगत रिपोर्ट नै तयार गरेर पुस्तक नै तयार गरेर गरिएको सन्दर्भ, त्यसै गरी जीवनलाई कसरी सकारात्मक बनाउने भन्ने सन्दर्भमा प्रस्तुत गरिएका यिनै विविध विषयहरू यहाँहरूको माझमा प्रस्तुत गरि नै रहेको छु र स्वतःस्फूर्त रूपमा सबै मानवबाट जो सहयोगी मन भएको जन भएको व्यक्तित्व हुनुहुन्थ्यो, उहाँहरूले गर्नुभएको सहयोग सद्भावको बलमा आज यहाँसम्म आइपुगेको छु। यहाँहरूले अझै पनि यो कार्यक्रमलाई धेरै धेरै टाढासम्म पुगोस्, धेरै धेरै मानिसहरूको मन जितोस्, धेरै धेरै विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति अभिप्रेरणा जागृत होस्, अनि अन्य ठाउँहरूमा अन्य गाउँहरूमा पनि स्वागत होस्, हार्दिकता होस्, सम्मान होस् भन्ने यहाँहरूको पनि अपेक्षा रहन्छ भने यहाँहरू पनि यस कार्यक्रममा जोडिन सक्नुहुनेछ। यहाँहरूले पनि आत्मीय सद्भाव व्यक्त गर्न सक्नुहुनेछ। यस फेसबुक लाइभमा जोडिनु भएको आदरणीय व्यक्तित्व राजकुमार दाहालज्यूको पनि उपस्थिति भएको छ। उहाँलाई पनि म हार्दिक नमन गर्दछु। यहाँलाई पनि हार्दिक नमन छ र सम्पूर्ण जो यो फेसबुक लाइभ हेरिराख्नु भएको छ उहाँहरू सम्पूर्णमा हार्दिक हार्दिक सम्मान व्यक्त गर्दछु। यहाँहरूले जुन किसिमको एउटा प्रेम दिनुभएको छ, सद्भाव दिनुभएको छ, शुभकामना दिनुभएको छ, अगाडि बढ्नका निम्ति यहाँहरूले दिनुभएको त्यो सद्भाव शुभकामना नै मेरो जीवनको अक्सिजन बनेको छ र जति मैले यहाँहरूबाट त्यो अक्सिजन प्राप्त गर्छु त्यति त्यति यो यात्राको आयु पनि बढ्दै बढ्दै जानेछ र जति यहाँहरूबाट प्राप्त हुने अक्सिजन घट्दै घट्दै जान्छ त्यति त्यति यो यात्राको आयु पनि सोचे जस्तो नहुन सक्छ, खोजे जस्तो नहुन सक्छ, रोजे जस्तो नहुन सक्छ। यो पनि यहाँहरूलाई म अवगत गराउँदछु र आज मैले यहाँहरूको माझमा यसरी फेसबुक लाइभ मार्फत किन यो सन्देश प्रवाह गरिरहेको छु भने सबैका आफ्ना व्यस्तता छन्। हामी कतिपय जिन्दगीलाई अगाडि बढाउने क्रममा अस्तव्यस्त जिन्दगी पनि बाँचिरहेका छौँ। कोही एकदमै व्यस्त मस्त जिन्दगी पनि बाँचिरहनु भएको छ। कति गौरवको कुरा होला हेर्नुहोस् त, अस्तव्यस्त जिन्दगी बाँच्न पक्कै पनि हामीलाई मन छैन, तर के कुराले तालमेल मिल्दैन गर्न खोज्यो, यात्रा गर्न खोज्यो, केले छेक्छ केले रोक्छ त्यो पनि हामी सकिरहेका हुँदैनौँ। आफ्नै दैनिक दिनचर्यालाई पनि व्यवस्थित गर्न सकिरहेका हुँदैनौँ। हामी दिनै पछि हिँडेका हिँडै छौँ, कुदेका कुदै छौँ, डुलेका डुलै छौँ, संसार हेरेका हेरै छौँ र पनि कहाँ कता तालमेल मिल्दैन। एकातिरबाट पूर्ण खोज्यो खाल्डो, अर्कातिरबाट फेरि अर्को खाल्डो परिरहेको हुन्छ। तसर्थ यस्ता समस्या भनेको फेरि मानवलाई नै आउने हो। हामी जब जिउँदो रहन्छौँ तब न समस्या आउने हुन्। समस्या नआएको दिन त हामी चितामा पुग्छौँ। तसर्थ मलाई यो चिन्ता भयो, यो तनाव भयो, मैले केही गर्न सकिनँ, यस्तो भयो उस्तो भयो भनेर यहाँहरूले पनि यदि आफूलाई त्यसरी सोचिराख्नु भएको छ भने सोच्न जरुरी छैन। जिउँदो मान्छेलाई नै हो समस्या आउने, जिउँदो मान्छेलाई नै हो चुनौती आउने। त्यो समस्या अनि चुनौतीलाई पार गर्दै गर्दै जो मानिसहरू अगाडि बढेका छन् उनीहरूले नै यो संसार विजय गरेका छन्, आत्मविजय गरेका छन्, विश्व विजय गरेका छन्, आफ्नो जीवनलाई पनि धन्य बनाएका छन्, परिवारलाई पनि खुसी दिएका छन्। हामीले भन्ने गर्छौँ धेरै सम्पत्ति कमाइसकेपछि त सुख होला, खुसी होला, आनन्द होला, तर कहाँ त्यस्तो देख्न सकिन्छ र? हेर्नुहोस् त, धेरै धेरै सम्पत्ति कमाएका मानिसहरू पनि आफूले आफैलाई चिन्न नसक्दा, बुझ्न नसक्दा, जान्न नसक्दा उहाँहरूमा पनि एक किसिमको पीडा भइरहेको छ। मैले भन्ने गरेको छु, एउटा धनको पाटोबाटै हेर्ने हो भने नि गरिबका दुःख के दुःख धनीका हेरेपछि, गरिबका दुःख के दुःख धनीका हेरेपछि, धनीका सुख के सुख सुर्ती बेरेपछि, धनीका सुख के सुख सुर्ती बेरेपछि। गरिब सुखी धनी खुसी जब हुँदैनन्, गरिब सुखी धनी खुसी जब हुँदैनन्, शान्ति सन्तोष कहीँ छैन तनावले घेरेपछि, शान्ति सन्तोष कहीँ छैन तनावले घेरेपछि। तसर्थ यो तनावलाई हामीले कसरी व्यवस्थापन गर्ने, कसरी जीवनलाई फोटोकपी होइन, फोटोकपीको मूल्य कम पर्छ तर सक्कल कपीको मूल्य पक्कै पनि बढी पर्छ, अर्थात् अमूल्य हुन्छ। तसर्थ यो अमूल्य र मूल्यवान जिन्दगीलाई हामीले एकदमै अझै व्यवस्थित गर्न जरुरी छ, अझै सुन्दर बनाउन जरुरी छ। त्यसका निम्ति हामी जति जति अगाडि बढ्छौँ, जति जति आफ्नो जीवनलाई व्यवस्थित गर्छौँ, जति जति आफ्नो सन्दर्भलाई अगाडि बढाउन सक्छौँ, आफ्नो उद्देश्यलाई जति जति हामी
मलजल गर्न सक्छौँ। उद्देश्य भन्ने कुरा यति शक्तिशाली हुँदो रहेछ, लक्ष्य भन्ने कुरा यति शक्तिशाली हुँदो रहेछ कि त्यही लक्ष्य तपाईँको निम्ति स्वास्थ्यको विषय पनि बन्न सक्छ, त्यही लक्ष्य तपाईँको निम्ति सृजनाको विषय पनि बन्न सक्छ, त्यही लक्ष्य तपाईँको निम्ति सृजनशीलताको विषय पनि बन्न सक्छ। आखिर हामीले खोजेको त्यही स्वास्थ्य हो, त्यही शिक्षा हो, त्यही खुसी हो, त्यही आनन्द हो, त्यही सृजनात्मक क्षमताको प्रस्फुटन हो भनेपछि यी सबै कुराहरू हुनका निम्ति हामीसँग मानव भएर जन्मिसकेपछि सानोतिनो लक्ष्य लिएर बाँच्नु भनेको अपराध हो भनेर भारतका पूर्व राष्ट्रपति डाक्टर एपिजे अब्दुल कलामले भन्नुभएको छ। तसर्थ हामी यो संसारमा पक्कै पनि अपराधी बन्ने उद्देश्यले आएका छैनौँ। एउटा महान सङ्कल्प लिएर आएका छौँ, एउटा महान उद्देश्य लिएर हामी बाँच्नुपर्छ, जिउनुपर्छ र जब यो संसार छोडेर जान्छौँ त्यति बेला पनि यो मानिसले यस्तो एउटा स्वीकृति चाहिँ रचेको थियो है, गरेको थियो है, यस्ता यस्ता कार्य गरेको थियो है भनेर कमसेकम हामीले धेरैभन्दा धेरै मर्दाखेरि मलामी कमाउने काम गर्न सक्यौँ भने मात्रै हाम्रो जीवन साँच्चै नै धन्य अथवा सार्थक बन्न सक्छ भन्ने लाग्दछ। जीवनका विभिन्न खालका पाटा र बाटाहरू हुने गर्दछन्। यहाँ हामीले आफ्ना जीवन भोगाइलाई देखिरहेका छौँ। आफ्ना भोगाइ हुन्छन्, हरेक मान्छेसँग कथा हुन्छन्, त्यो काहीँ भनिएको हुन्छ, काहीँ भनिएको हुँदैन। हरेक मान्छे आफैमा महान हुन्छ, तर त्यो महानता प्रकट भएको छ कि छैन भन्ने कुरा पनि हामीले देख्न जरुरी हुन्छ। त्यसका निम्ति आफैमा एउटा ठुलो उच्च सोचयुक्त आत्मविश्वासले अगाडि बढ्यौँ भने, साहस पनि हामीले लगायौँ भने, साहस आत्मविश्वास जस्ता कुराहरू जति जति हामीसँग बढ्दै जान्छन् र हामीले अध्यात्म अथवा भनौँ स्पिरिचुअलिटी र विज्ञान, साइन्स र स्पिरिचुअलिटीलाई चाहिँ एकअर्काका विरोधी तत्त्व नठानेर नङ र मासुको सम्बन्ध, जसरी यो नङ र मासुको सम्बन्ध छ त्यसै गरी त्यो दुईटै कुरालाई हामीले त्यो ढङ्गले हेऱ्यौँ भने हाम्रो जीवन पनि धन्य हुन्छ। किनकि हामीलाई भित्री रूपमा पनि शान्त हुन जरुरी छ र बाहिरी रूपमा पनि प्रगति गर्न जरुरी छ। भित्र शान्ति, बाहिर क्रान्ति अथवा प्रगति हामी सबैको लक्ष्य भएको कारणले गर्दाखेरि हामी त्यसरी जोडिन सक्नुपर्दछ। र यो फेसबुक लाइभमा आउने आदरणीय व्यक्तित्वहरू दिवाकर पौडेलज्यू, कृपा सिन्धु निते दासज्यू, यसै गरी राजकुमार दाहालज्यू, यसै गरी प्रमोद भट्टराई को पनि उपस्थिति भएको छ। मेरो प्रिय भाइ, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ यो कार्यक्रममा जोडिनु भएको छ। अन्य साथीहरूले पनि हेरिराख्नु भएको हुनसक्छ र पछि पनि यहाँले हेर्न सक्नुहुनेछ। आगामी दिनमा म फेसबुक लाइभमा एकदमै स्पेसल कन्टेन्टहरू लिएर, विषयवस्तुहरू ल्याएर यहाँहरूको माझमा प्रस्तुत हुने नै छु। आज पनि म यहाँहरूको माझमा प्रस्तुत भएको छु र अहिले म यहाँहरूको माझमा दोलखा सदरमुकाम चरीकोटबाट बोलिरहेको छु र आगामी दिनमा पनि अब चरीकोट पछि अथवा दोलखाको यात्रापछि सिन्धुपाल्चोक, त्यसै गरी काठमाडौँ, भक्तपुर, ललितपुरका यात्राहरू पनि रहनेछन्। अनि बागमती प्रदेशको यात्रा सम्पन्न भएपछि फेरि अन्य जिल्ला, अन्य प्रदेश गर्दै 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 विभिन्न गाउँ बस्तीहरूमा पुग्नु छ। आफूले जाने बुझेको कुरा भन्नु छ। यदि ती कुराहरू सुनाउँदाखेरि मलाई सबैभन्दा ठुलो प्रेरणा कति बेला प्राप्त हुन्छ भने जब 1-1.5 घन्टाको मोटिभेसनल ट्रेनिङ विद्यार्थीहरूको माझमा अथवा शिक्षकहरूको माझमा अथवा अभिभावकहरूको माझमा अथवा बुढापाका एकदमै वृद्ध व्यक्तित्वहरूको माझमा उमेर समूह अनुसार र उहाँले बुझ्ने भाषाका कुराहरू गर्दाखेरि उहाँहरूको मुहारमा जुन किसिमको खुसी देख्छु, जुन किसिमको आनन्द देख्छु, जुन किसिमको उहाँहरूमा त्यो अनुभूति आएको हुन्छ, त्यो कुराले मलाई असाध्यै खुसी दिलाउँछ, आनन्द दिलाउँछ र मैले कुनै पनि हालतमा यो सपना पुरा गर्नुपर्छ, यो लक्ष्य पुरा गर्नुपर्छ, यो उत्साहलाई अझै अभिवर्धन गर्दै अगाडि बढ्नुपर्छ भन्ने जोस जाँगर प्राप्त भएको छ। तसर्थ यहाँहरूले प्रदान गर्नुभएको यो शिरमा प्रदान गर्नुभएको यो आशीर्वाद अनि यो अन्तर्हृदयमा प्रदान गर्नुभएको शुभकामना, शुभेच्छा अन्तर्हृदयबाटै प्रकटित भएका छन् र त्यसले एउटा दिव्य ऊर्जाको पनि काम गरेको छ भन्ने पनि जानकारी यहाँहरूको माझमा म गराउँछु। र आजसम्म म जसरी हिँडिरहेको छु, जसरी डुलिरहेको छु, एक्लै भनिन्छ एक्लो यात्रा मुस्किल नै हुन्छ, तर मुस्किललाई पनि, चुनौतीलाई पनि एउटा भनाइ नै छ, गाह्रो छ र त गर्नु छ। सजिलो त जसले पनि गरिहाल्छ नि। आखिर मानव भएर जन्मिसकेपछि सजिला कामहरूमा मात्रै रुमलियो भने जिन्दगी झन जटिल बन्दै जाने रहेछ।
तसर्थ पहिले नै जटिलता रोजिसकेपछि जीवन पक्कै सहज बन्छ भन्ने मलाई लाग्दछ। यहाँहरूलाई के कस्तो लाग्दछ आफ्ना विचारहरू पनि प्रकट गर्न सक्नुहुनेछ। यहाँहरूले आफ्ना अनुभव र अनुभूतिहरू पनि साझा गर्न सक्नुहुनेछ। त्यसका निम्ति आज मलाई जति 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 व्यक्तित्वहरू जोडिनुभयो, जति जति व्यक्तित्वहरूले यो यात्राका विभिन्न ज्ञान र अनुभवहरूलाई श्रवण गर्नुभयो, त्यो कुराले यहाँहरूको मनमा पनि कतै न कतै प्रेरणा प्राप्त भएको भए, उत्प्रेरणा प्राप्त भएको भए, ऊर्जा सञ्चार भएको भए आज बाँचिरहेको जीवनमा कतै एउटा प्रश्न उठाएर मैले यो जिन्दगीलाई अझै व्यवस्थित गर्न जरुरी रहेछ भन्ने महसुस गर्नुभयो भने त्यो पनि एउटा धन्यताको आभास मलाई पनि हुनेछ र यहाँहरूको जीवनमा एकदमै खुसियाली छाओस्, आनन्द छाओस्। मान्छे बाहेक हाँस्न सक्ने प्राणी यो संसारमा केही पनि छैन भनेर हामीले देखिरहेका छौँ। तसर्थ हामीले यो संसारको सबैभन्दा सस्तो औषधि नै हाँसो हो भनेर भनिन्छ। तर हाँसोलाई हामीले नासो जस्तै ठानेर हाँस्न समेत हामी छोडिसकेका छौँ। मानव भएर जन्मिसकेपछि कमसेकम एउटा सुन्दर मुस्कान अथवा हाँसोलाई पनि हामीले व्यवस्थापन गर्न सकेनौँ, हाँस्नै मात्रै पनि सकेनौँ भने अनि हाम्रा जिन्दगी झन् जटिल बन्दै जाने रहेछन्। यो कुरालाई पनि एकदम ध्यान दिन जरुरी छ। जति जति हामीले आफ्नो जीवनलाई व्यवस्थित गर्न खोजिरहेका छौँ, हेर्नुहोस् त जति उमेर चढ्दै जान्छ, जति उमेर बढ्दै जान्छ, जति हामी डिग्री पिएचडी हासिल गर्दै जान्छौँ अथवा छोराछोरीहरू एकदमै शिक्षित साक्षर बनाउँदै जान्छौँ, त्यति हाम्रो त खुसी बढ्दै जानुपर्ने, उत्साह बढ्दै जानुपर्ने, उमङ्ग बढ्दै जानुपर्ने, जोस बढ्दै जानुपर्ने, जाँगर बढ्दै जानुपर्ने, आत्मविश्वास बढ्दै जानुपर्ने, कहाँ बढेको छ र? छैन। जति बढ्नुपर्ने हो त्यति घट्दै गइरहेको छ। जुन बेला हामी जन्मिँदा बालापनमा खेल्दाखेरि हामीसँग खुसी पैसा नहुँदा पनि हाम्रो अनुहारमा कति मिठो मुस्कान थियो। यसो बालापनको हामीले सम्झना गरौँ त। आज खोइ हामीसँग लाखौँ करोडौँ रुपियाँ हुनसक्छ अथवा त्योभन्दा कम पनि हुनसक्छ, तर हाम्रा खुसीहरू हराएका छन्, हाम्रा आनन्दहरू हराएका छन्, हाम्रा पारिवारिक सम्बन्ध बर्बाद भएका छन्। हामी दुःख सुख जीवन जिउँदैछौँ, इमान्दारितापूर्वक जीवन जिउँदैछौँ, तथापि आफूले खोजेको रोजेको जस्तो जिन्दगी बाँच्न सकिरहेका छैनौँ। कोही मधेसमा छौँ, कोही विदेशमा छौँ, कोही परदेशमा छौँ, कोही देशमा छौँ, स्वदेशमा छौँ। आफ्नो आफ्नो भाषा, कला, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, शिक्षा अनि ज्ञान, चेतना, पारिवारिक जिम्मेवारी जस्ता कुराहरूलाई बोकेर हामी हिँडिरहेका छौँ। त्यो कुरालाई साँच्चै राम्ररी कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा जानिएन भने जीवन अत्यन्तै पीडादायी पनि बन्ने गर्दछ। तसर्थ यी जाने बुझेका विभिन्न ज्ञान अनुभवहरूलाई हामीले एकदमै व्यवस्थित गर्न जरुरी छ। र यो फेसबुक लाइभमा उपस्थित हुनुभएको आदरणीय व्यक्तित्व कोरियाबाट नेपाल कार्कीज्यूको पनि आगमन भएको मैले यहाँ प्राप्त गरेको छु जानकारी र उहाँलाई पनि एकदमै हार्दिक स्वागत गर्दछु, हार्दिक नमस्कार यहाँलाई पनि छ। र आज मैले यहाँहरूको माझमा बोलेँ केही विषयमा, जीवनको बारेमा, जगतको बारेमा, यात्राको बारेमा, मोटिभेसनको बारेमा, विद्यार्थीमा आइरहेको एउटा उत्प्रेरणाको सन्दर्भमा उहाँहरूले व्यक्त गर्नुभएका विभिन्न भाव भङ्गिमाहरू कस्तो लाग्छ भने हिजोका दिनमा म बोल्नै सक्दैनथेँ, मासको अगाडि अथवा अगाडि गएर बोल्नै डर लाग्थ्यो। तर यो 1-1.5 घन्टाको कार्यक्रममा बसिसकेपछि अब म पनि केही गर्छु, अब मैले पनि केही गर्न सक्ने रहेछु भन्ने किसिमको जुन किसिमको चाहिँ कन्फिडेन्स उहाँहरूमा बढ्दै गइरहेको देख्न पाउँदाखेरि अनि उहाँहरूले विभिन्न अनुभव र अनुभूतिहरू मलाई पठाउने गर्नुहुन्छ, फेसबुक मेसेन्जरमा पठाउनुहुन्छ। सर, हजुरले आज मेरो स्कुलमा, मेरो क्याम्पसमा दिनुभएको यो मोटिभेसनल ट्रेनिङले मैले यति कार्यहरू गर्न सक्ने भएँ, यस्तो मलाई आँट आयो, साहस आयो, अब म पनि केही गर्न सक्छु, म पनि लक्ष्य निर्धारण गरेर अगाडि बढ्न सक्छु अनि जीवनलाई साँच्चै धन्य बनाउन अब चाहिँ म जाग्नुपर्छ। हिजोसम्म मैले बाँचेको जिन्दगी त बेहोसीको जिन्दगी रहेछ भन्ने मैले महसुस गरेको छु। अब साँच्चै एउटा रियलाइजेसन गराइदिनु भयो। आजबाट मलाई एउटा नयाँ जीवन प्राप्त गरेको अर्थात् भर्खरै जन्मेको बालक जस्तो म महसुस भएको छु, मलाई महसुस भएको छ भनेर ती एकदमै किशोर उमेरका विद्यार्थीहरूले त्यो
जुन किसिमको हार्दिकता देखाउनुहुन्छ, जुन किसिमको आत्मीयता देखाउनुहुन्छ, त्यो सम्झिँदा यति मलाई भावुक बन्न मन लाग्छ। यति उहाँहरूमा हामीले विषयगत ज्ञान, धेरै किसिमका विषयगत ज्ञान विद्यार्थीहरूलाई दिएका छौँ। गणित पढाउँछौँ, सामाजिक पढाउँछौँ, नेपाली पढाउँछौँ, अनेक अनेक विषय पढाउँछौँ, तर जीवन जिउने कला हामीले दिएकै छैनौँ। हामी सबै कुरा ग्रेड भनेका छौँ, जिपिए भनेका छौँ, सबै बिहानदेखि बेलुकासम्म कोचिङ भनेका छौँ, ट्युसन भनेका छौँ, अनेक अनेक किसिमका कार्यहरू हामीले जिम्मेवारीहरू दिइरहेका छौँ। तर उनीहरूलाई मात्रै दिन बाँकी कुरा के छ भन्दाखेरि खुसी हुने कला हामीले कहिले पनि दिन सकेनौँ। हामी एउटा खेलमा पुरस्कृत भएर खुसी हुँदै आफ्ना आमा बाबालाई त्यो खुसीको खबर सुनाउन एकदमै उत्साहित भएर आएका आफ्ना नानी बाबुहरूलाई पनि हामी के गर्छौँ त भन्दाखेरि, त खेलमा पो फर्स्ट भइस् त, पुरस्कृत भइस् त, पढाइमा कहाँ पुरस्कृत भएको छस् र भनेर उसलाई उल्टै प्रशंसा गर्नुपर्ने, धाप मार्नुपर्ने ठाउँमा हामी उल्टै नकारात्मक सोचले चाहिँ उसको दिमागलाई भरिदिन्छौँ, ताकि ऊ अनि त जेनेरेसन ग्याप भइदिन्छ, पुस्तान्तर भइदिन्छ। ऊ आफ्नो मनको कुराहरू भन्नै चाहँदैन। मेरो कुरा बुझ्नै नसक्ने, मेरो कुरालाई सम्मानै गर्न नसक्ने मेरो मातापिता अथवा मेरो अभिभावक हुनुहुन्छ भने मैले किन यो कुरा सेयर गर्छु त भनेर उसले कुनै कुराहरू सेयर गर्न चाहिरहेको छैन। हाम्रा छोराछोरीको कुरा गर्ने भने त्यही नै हो। हामीले जुन जेनेरेसन ग्याप देखिरहेका छौँ, आज हामीले जुन पीडा भोगिरहेका छौँ त्यही कुरा हो। तसर्थ हामीले अब खुसी पाठ्यक्रम भनेर दिल्ली सरकारले त त्यहाँको विद्यालयमा पनि सुरु गरिसकेको छ र त्यहाँका विद्यार्थीहरू खुसी भई आनन्दित भई पढ्न पाइरहेका छन्। हामी चाहिँ बिहानदेखि बेलुकासम्म विद्यार्थीलाई घोटाएको घोटाइ त छौँ, तर खुसी खोसेर, आनन्द खोसेर यो जुन किसिमको सङ्घर्ष गराइरहेका छौँ, यसबाट उनीहरू पनि खुसी हुन सकेका छैनन्, आमा बाबालाई पनि खुसी मिल्न सकेको छैन। जति उनीहरू पढ्दै अगाडि बढिरहेका छन्, त्यति जिन्दगीका चुनौतीसँग सामना गर्न उनीहरू डराइरहेका छन्। आज यहाँहरू मक्ख परिराख्नु भएको पनि हुनसक्छ, मेरो छोराले या छोरीले यस्तो ग्रेड ल्यायो, यस्तो जिपिए ल्यायो, यस्तो गर्ला उस्तो गर्ला भन्ने विभिन्न यहाँहरूका सपनाहरू हुनसक्छन्। मैले यहाँहरूको सपना पुरा हुँदैन भन्ने अर्थमा भनिरहेको छैन। अवश्य पनि यहाँहरूले सोच्नुभएका सपनाहरू पुरा हुन सक्छन्, तर हामीले सन्तानलाई यसरी प्रेसराइज गरेका छौँ कि तैँले कुनै पनि हालतमा फर्स्ट हुनुपर्छ, फर्स्ट भइस् भने मात्रै तेरो जिन्दगी सफल हुन्छ, नत्र भने तेरो जिन्दगी सफल हुँदैन भनेर जुन किसिमको प्रेसराइज हामीले गरिरहेका छौँ, त्यो अत्यन्तै दुर्भाग्यपूर्ण रहेको छ। हामीले फर्स्ट बन भन्दा पनि बेस्ट बन भन्न सक्नु पर्यो नि त। वास्तवमा हामीले उनीहरू जति बेस्ट बन्छन् अथवा असल बन्न सक्छन्, त्यति उनीहरूको जिन्दगी एकदमै शान्त हुन्छ, अनुशासित हुन्छ, खुसीले भरिन्छन्। अनि हामी सबै उनीहरूका ती कोपिला, एकदमै दिनदिनै हुर्किँदै गरेका ती कोपिला स्वभावलाई चाहिँ चुड्दै जाँदैछौँ, कमजोर बनाउँदै जाँदैछौँ। अनि त फर्स्ट हुनैपर्छ, त बेस्ट बन्नुपर्छ हामीले भन्दैनौँ। फर्स्ट हुनुपर्छ, जहिले पनि फर्स्ट हुनुपर्छ भनेर जुन किसिमको एउटा प्रेसराइज गरिएको छ, वास्तवमा फर्स्ट सेकेन्ड थर्ड भन्ने कुराले पनि एक प्रकारको अन्तर्द्वन्द्व पनि जन्माइरहेको हुन्छ विद्यार्थीमा। र हामीले उनीहरूलाई कसरी संस्कार दिने, कसरी शिक्षित बनाउने, कसरी व्यवहारिक ज्ञान दिने भन्ने कुरामा चाहिँ हामी मोटिभेसन दिन जरुरी छ। जिउने कला के हो? अब उनीहरूले अहिले आफूलाई यसरी तुलना गरिरहेका छन् कि संसारको सबैभन्दा बेकार मान्छे मै नै रहेछु कि क्या हो भनेर। यो सामाजिक परिस्थिति, विभिन्न कुराहरूको घुलमिलले गर्दाखेरि उहाँहरूमा त्यो किसिमको चाहिँ एउटा धारणा विकास भइरहेको छ। यस्तो स्थितिमा तिम्रो जन्म भनेको चाहिँ एकदमै यो संयोगको कुरा होइन, आवश्यकता हो भनेर पुष्टि गर्न अनि उनीहरूलाई खुसी राख्न, आनन्दित राख्न, एकदमै सभ्य, दिव्य र भव्य जिन्दगी बाँच्नका निम्ति प्रेरित गर्न हामीले अत्यन्तै जरुरी छ। यदि त्यसरी हामी प्रेरित गराउन सकेनौँ भने हामीले खोजेको खुसी उनीहरूमा पनि देख्ने छैनौँ र हामी आज जुन अवस्थामा बाँचेका छौँ उनीहरूको जिन्दगी झन् भयावह हुन सक्दछ। किनकि हिजो हाम्रा मातापिता अथवा पिता पुर्खाहरूले खेत खनेर, बारी खनेर, दुःख सुख गरेर, साग टिपेर होस् या साग बेचेर होस् हाम्रो जिन्दगीलाई बचाइदिनु भएको छ, यहाँसम्म ल्याइदिनु भएको छ, उकाली ओह्राली गर्न सक्ने बनाइदिनु भएको छ। तर अहिलेका नानी बाबुहरूको चुनौतीलाई हेर्ने हो भने उनीहरूमा चुनौती बेग्लै किसिमका छन्। अहिलेका नानी बाबुहरूका चुनौती ती
ती कुराहरू खेतबारीका कुराहरू गऱ्यो भने उनीहरूलाई दन्ते कथा बनिसकेको छ। तसर्थ अहिलेको यो 21औँ शताब्दीको युगमा उनीहरूलाई कसरी समुन्नत बनाउने, कसरी आत्मनिर्भर बनाउने, कसरी उनीहरूलाई सङ्कल्पवान बनाउने, कसरी व्यावहारिक जिन्दगीसँग सामना गर्न सक्ने भन्ने खालका विभिन्न विचार भाव को तरङ्ग हामीले पैदा गर्न सकेनौँ भने उहाँहरूको जिन्दगी एकदमै पीडादायी हुने देख्दछु। मैले धेरै विद्यालयमा गइसकेपछि अहिलेसम्म मैले 500-600 विद्यालयमा यस्ता कार्यक्रमहरू गरिसकेको छु र उहाँहरूलाई यो कुरा भन्दाखेरि उहाँहरूको एकदमै त्यो आँसु नै झरिरहेको हुन्छ। एउटा जुन किसिमको एउटा जिउने कलाको विषयमा विद्यार्थीहरूलाई प्रशिक्षित गर्न सकिएन भने हामीले सोचेको जिन्दगी एकदमै नहुन सक्छ, उनीहरूको खुसी गुम्न सक्छ। र आज जस्ता यो सुसाइड केसहरू पनि हामीले देखिरहेका छौँ। सुसाइड केस किन बढिरहेको छ भन्दाखेरि एक अर्कामा हाम्रो पुस्तान्तर भइरहेको छ, जेनेरेसन ग्याप भइरहेको छ। एकले अर्काको कुरा सुन्दैनौँ, हामी जबरजस्ती यसो गर उसो गर मात्रै भनिरहेका छौँ। जन्मकै आधारमा हेर्ने भने हामी 50-60 वर्ष अगाडि जन्मेको मान्छे हौँला, उनीहरू 50-60 वर्षपछि जन्मेका मान्छे। र जेनेरेसनको कुरा गर्ने हो भने हिजो हाम्रा पालामा कति दुःख थियो र उनीहरूको पालामा आज के प्रविधिको विकास भइरहेको छ अथवा विज्ञानको विकास भइरहेको छ, त्यो अनुसार कसरी लैजाने, कसरी ढाल्ने भन्ने कुरामा पनि हामी जोडिनु पर्दछ भन्ने लाग्दछ। र आज यो फेसबुक लाइभमा जोडिनु भएको आदरणीय व्यक्तित्व मन्जित जिमीज्यूलाई पनि मैले यहाँ देखिरहेको छु। यसै गरी सृजना अर्याल रावलज्यूको पनि उपस्थित भएको मैले देखिरहेको छु। यहाँहरू सम्पूर्णमा हार्दिक नमन छ। र आफूले प्राप्त गरेका यी विभिन्न ज्ञान अनुभवहरूलाई मैले विभिन्न ठाउँमा पुर्याइरहेको छु स्वतस्फूर्त रूपमा। यो कुनै सरकार अथवा सङ्घ संस्थाको कुनै प्रायोजन नभइकन पनि आफै एउटा सङ्कल्प बोकेर यो यात्रामा हिँडिराख्दाखेरि त्यो विद्यार्थीहरूको आँसु र हाँसो सँगसँगै एकाकार भएको एउटा यो जिन्दगी, एउटा यात्री तपाईँहरूको माझमा उपस्थित छ। र यसबाट यहाँहरूको नानी बाबुहरूलाई पनि अथवा शिक्षक वर्गलाई अथवा अभिभावक वर्गलाई पनि केही प्रशिक्षित गरौँ भन्ने चाहनुहुन्छ भने यहाँहरूले मलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यो सम्पर्क हामी यही फेसबुकको माध्यमबाट पनि जोडिन सक्छौँ। र यहाँहरूले त्यो सन्देश प्रवाह गर्न चाहनुभयो भने यहाँहरूको माझमा म उपस्थित हुने नै छु भन्ने बाचाका साथ फेरि पनि अर्को प्रत्यक्ष प्रसारण फेसबुक प्रत्यक्ष प्रसारण लाइभमा यहाँहरूको माझमा उपस्थित हुने नै छु। र यहाँ जति पनि आज यो फेसबुक लाइभमा उपस्थित हुनुभएको आदरणीय दर्शकवृन्द महानुभावहरू हुनुहुन्छ, यहाँहरू सम्पूर्णमा हार्दिक आभार। र साँझ 7 बजे आज पनि हामी जोडिँदैछौँ जुम अनलाइन क्लासमा। त्यसमा पनि आर्ट अफ पब्लिक स्पिकिङ अन्तर्गत सेक्रेट्स अफ सक्सेस, सफलताका रहस्यहरू के छन् त भन्ने विषयमा एकदमै गहन विषयमा चर्चा परिचर्चा कार्यक्रम रहेको छ। त्यस कार्यक्रममा पनि यहाँहरू सबैजनालाई हार्दिक निमन्त्रणा गर्दछु। र त्यो ब्यानर पनि पोस्ट भइसकेको छ यसै फेसबुक पेजमा, त्यसमा यहाँहरू सबैजना जोडिनुहोला। र जाँदै आज यहाँ मैले मनका कुराहरू 5-10 मिनट मात्रै राखौँला भन्ने सोचेको थिएँ। त्यो मनमा आएका विभिन्न भावहरूलाई, विभिन्न अनुभूतिहरूलाई चाहिँ सेयर गर्दाखेरि 5-10 मिनट मात्रै होइन, निकै लामो समयको लाइभ भिडियो यहाँहरूको माझमा प्रस्तुत गरेँ। केही गल्ती कमी कमजोरी भएमा यहाँहरू सबैले क्षमा गर्नुहुनेछ। अन्तमा यहाँहरू सबैको जय होस्, मङ्गल होस्, कल्याण होस्। हार्दिक आभार, हार्दिक धन्यवाद, नमस्कार।